साथीहरू सुरुवात 3 बजे गरेँ तर एन्डिङ चाहिँ रातिको 7 बजे भयो के टु बी अनेस्ट। हजुरहरूलाई फेरि पनि स्वागत छ मेरो नयाँ भिडियोमा। साथीहरू आज मैले खाजा खाएको थिएँ अलिकति साथीको चाउचाउ, अनि चाउचाउ खाँदा मलाई चाहिँ मोमोको क्रेभिङ्स भयो के। हामी गाउँघरमा भएको मान्छेले यही फाइदा चाहिँ जेको क्रेभिङ्स भयो भने खेतमा गयो अनि अलिअलि जुगाड तरकारी बनायो खायो। अनि मैले चाहिँ साथीहरू 3 बजे मोमो बनाउन थालेको, अनि एक्लै थिएँ नि त, अनि म यति धेरै स्लो छु के, अनि म जे गर्दा पनि धेरै टाइम लाग्छ। बट यो मोमोमा त झन् मेरो लागि टाइम लाग्ने नै भयो के साथीहरू। अनि मैले चाहिँ सुरुवात 3 बजेबाट गरेँ के त्यो सबै बनाउन थालेको। अनि साथीहरू खाना चाहिँ मैले 7 बजे खाएको के। अनि यस्तो मजाले भिडियो बनाउँछु के सोचिरहेको चाहिँ त्यही हो साथीहरू। अब भिडियो बनाउने लत लागिसक्यो नि त, अनि भिडियो बनाउँछु हजुरलाई देखाउँछु भनेर सोचेको थियो टु बी अनेस्ट। बट भएछ है साथीहरू। बट यो लाइट नि आएन के, लाइट यो बिजुली के भन्छ बत्ती आउँदै आएन के। अनि मैले यसरी खाएको, अनि मेरो मोमो चाहिँ यति धेरै फ्ल्याट भन्यो कि खुवाइकन धेरै पाक्यो कि के हो आई डोन्ट नो साथीहरू। अनि यो चाहिँ भेज मोमो हो। अनि यो चटनी चाहिँ मम्मीले बनाउनु भएको टु बी अनेस्ट एकदमै मिठो थियो भागोको र